हेलो एभ्रिवान, आज हामी चाहिँ हरिनगर गइरहेछौँ तिहार मनाउन। उहाँको सिन देखाउँला गाइज। अब हामी जान्छौँ। हजुरलाई त्यहाँतिर जाने बाटोको सिन पनि देखाउँला है गाइज। ल हेलो गाइज, हामी चाहिँ जाल्लाको अब हामी यहाँ रोडमा छु। अटो पाइँदैन, चौरासम्म हिँड्दै जानुपर्ने छ। यहाँ त अटो नपाइने टेन्सन छ कि अटो पाइने हो। हेर्नु, यो त यस्तै हो, पागल जस्तो छ। खोज्यो भने अटो पाइहालिन्छ। पैसाको खर्च हुन्छ। पैसाको यति लो मान्छन् गाइज, के गर्नु। बाटो छैन, 20 रुपियाँ दिन्छ एकजना बाटो। त्यो न त यहाँ 5 रुपियाँबाट हिँडेर पछि शरीर फिजिकल हुँदैन। अटो पाइँदैन कतिलाई अब। अटो त पाइन्छ तर लोभ लाग्छ खर्च गर्न। अब यहाँ यति धेरै लोभी छन्, लोभ लाग्ने त हो। आफ्नो पैसा तिरेर गयो भने लोभ त केही नै तिरिहाल्दैन। यो ठुलोवाला बग्नु न हो। यो बाटोभरि ब्याग टुट्दै जान्छ। ल गाइज, अब हामी चौरा पुग्न लाग्यौँ। यहाँनिर चाहिँ एउटा मन्दिर छ गाइज, त्यसलाई अब हामी प्रे गर्छौँ। मम्मी कराइरहेछन् छिटो आऊ भनेर। हामी हिँड्नै सक्दैन, बिहान हिँडाइरहेछन् यति धेरै। यति दुब्ली त छु, अझ दुब्ली बनाउन। हात्ती छि 55 किलो छियो छैन गाइज, 55 किलो छियो। 49 केजी मात्र छु। 49 नेपाली हाल्दा कति छ? 49 55 किलो चाहिँ हातमा त गरिहाल्छ गाइज यो। ल गाइज, अब चौरा पुग्यो भने गर्ला। ल बाई। ल गाइज, हामी चौरा पुग्यौँ गाइज। चौरा त्यसरी ब्याग गरेर अब हामी गाडीमा बस्ने। अब चौरा पुग्यो, गाडी अब चाहिँ देखाउँला। बस्ने भनेको लोभी मम्मीले बस्नु कसै। ढोका त खोलिदिनु होला, यतिकै देखाउनु पऱ्यो गाइज। के गर्नु। अब हामी अत्तरिया पुग्यौँ। अब एकछिनपछि सुखर पुग्छौँ। अत्तरिया पनि धाउँदा पुग्यो, टाउको दुखिहाल्यो गाइज। हाम्रो अत्तरिया त बब्बाल हो नि फेरि। बब्बाल मात्र बब्बाल। हामी चाहिँ सुखर पुग्यौँ। सुखरको भ्यू ब्याग गरेर के हुन्छ त्यो राम्रो हो त। कतिखेर जाने हो गाइज, कतिखेर पुगिन्छ गाइज, पुग्छ थाहा छैन। पुग्यो भने उहाँको सिन देखाउन गाइज। हामी पुग्न लागेका छौँ। बोल्दैछ गाइज, अब हामी पुग्न लाग्यौँ। त्यहाँ चाहिँ हाम्रो मामा घर छ गाइज। गाइज, हामी खैरी चोक पुग्यौँ। त्यहाँ चाहिँ मेरो मामा घर छ गाइज। त्यही फरक छ। त्यहाँ चाहिँ मेरो मामा घर छ। बाटोमा चाहिँ व्यवस्था व्यवस्था बाटोमा
गाइस हाम्रो हजुरबा सन्चै हुनुहुन्छ मलाई त 50 रुपियाँ आज पठाइदिन्छु मलाई 50 रुपियाँ मात्र गइस हैन टीका लाउन जानु जाने हो तयार भएर बस्यो जानलाई हाम्रो हजुरबा के मामु खास त उहाँसम्म 150 रोजी यता आएको स्मार्टर भित्र हिट हेलो हाम्रो हजुरबा गर्मीमा नबस्नु गाइस हाम्रो यस्तो छ पुरा जङ्गल छ यो चाहिँ हाम्रो एक्लो घर हो यो चाहिँ हाम्रो पुरा जङ्गलै जङ्गल छ गाइस एउटा घर छ यहाँ तल छ घर तर यतातिर कहीँ छैन दर्शन गर्नु परेन गाइस मेरो बहिनी यो चाहिँ मेरो भाइ हिरोइन हिरो हेलो भाइरल हुन्छ लिएर आइसु न आधा आयो देख्दैन हाम्रो हिरो भाइ यहाँ त भाइ आरब 24 के हेलो भन हेलो हेलो सुन्दैछु हिरोइन यो छोरी यो भदैनी यो मेरो भदै यहाँ मम्मी हाम्रो मम्मी छोरी ठुली मामा कान्छा मामा जेठा मामा उहाँ जेठा मामा उहाँ माइला मामा यता पनि जेठै भनौँ जेठा मामा यहाँ लास्ट कान्छा पक 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 सोरेर फालिदिनु हो ए कहाँ गयो आफै अब यो निमिसक्यो दुईटा बत्ती राख त्यसलाई कति निमिहाल्यो बिस्तारै गरेर गर्ने त्योहरू हैन बाबु ल अन्नाले खुसी पार्ने हो त ल यो पानी पानी अचार गरेर लाग्यो त ए बिस्तारै बिस्तारै जाऊ चोट लगौला बेबी त्यो खसीको बेबीको लास्टै एउटा दोपट्टा खसीको दोपट्टा माथि राख न यस्तो अगाडि
भयो तीनचोटि बनायो तीनचोटि ल तीनचोटि भएपछि भयो उ गर अब टीका लगाऊ त्यो फुलले पूजा यहाँ छ ल सबैले पूजा गर्ने यता जानु आरसी यता आऊ नानी यता आऊ जाऊ जाऊ त जाऊ यता आऊ छोरी यता दियो ए पहिला घुडामा हाल अनि कुइना कानमा कुइनामा हाल कुमार टाउकोमा अरे तितियो बिस्तारै गर यहाँ गोलमोल गरे यिनीहरूले एउटा भाइलाई ल जाऊ भयो 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 लाउ पनि नानी टीका सबै लगाऊ बसेर गर उठ्ने हैन बसेर गर जाऊ टीका लगाऊ दिदीको पछाडी आठसम्म त गोलमोल बनायो क्या यिनीहरूले टिका सबैले आठसम्म हो तिमी बस लागेन दैखा अहिले पालो पालो अनि हाँस्न छोरो तिनटे एउटै झगडा तिनटे बनाउने यहाँ डोडा बनाउनु कति रिसाको बेबी तीन धर्का बनाइयो को रिसाको खानी मामु तीन धर्का बनाइयो ल ल डोडा बिस्तारै गर रोजी नानी काम भइसके सही बस्दा गाह्रो मेरो बाङ्गो लाग्नु पर्यो नि यहाँ उयो पिर्कामा बस्छ छोरी पिर्का ताले अरे कति सेतै लाउनु नि हो पछाडि त्यो त होइन कि सानी लाउनु नानी त बहिनी दिदीको बेस्ट साथ गरिले फाल्छ कि सबै फेरि हल्लुङ्गो गर्दिन अरे उता गइसक्यो गाडी नबोल न तान्ला छ अब ल बेबी बेबी बस न नहल्ने अरे ल यिनीहरूको त्यहाँ बस तिमीहरू बेबी बसाइछु छैन पैसा छैन फोटो खिचिदिन्छ काम न अहिले साइडमा बस तिमीहरू यताबाट कस्तो आउँछ एन्टी लाइट पर्यो कि यताबाट लाइट पर्छ के